Hello guys, my name is Dinesh Solagari. अब सुरु हुँदैछ हाम्रो ब्लग. कता के भन्छ पुलिस चौकी कहाँ तलको जाने पिपल रोड. अब गाइस यो चाहिँ हाम्रो इलेक्ट्रिक स्कुटी हो हैन एकदम खतरा छ तपाईको यो वाच छ नि वाच चाहिँ मैले फेरि उसमा गर्दा हिडेको तपाईको यो चाहिँ एकदम राम्रो ठाउँ छ घुम्नको लागि यस्तो पिस छ कुल तपाईको स्कुटी यो गोलमाल टिमको यो राम्रो खालको बाइक जस्तै छ के सेम यो कपन जक्सन कपन हो यता छ हुँदैछ त्यसपछि यसको स्पिड चाहिँ तपाईँको मेरो अफिसले 45 मात्र हाल्नु छ कि 45 भन्दा माथि जाँदैन टेम्पो सेम्पो चल्ने रोड हो यो चाहिँ होइन चार्ज छ यो रेड लाइट चाहिँ देखाइरहेको छ क्या 99 हो चार्ज त कति जाने ट्राफिकले समोसा हाने त्यो गफ हाने त साथीहरू ट्रिपल रोड लिएर हिँडेर ट्राफिक भाडा लिएर हिँड्नु भन्छ यार केटाहरू त अब यस्तो छ मेरो साथीहरू होइन के भन्नु यतातिर चाहिँ व्यवस्था नि छ गाई चाहिँ यता चाहिँ फेरि मलाई गल्ली गल्ली सब थाहा छ कि चाहिँ अब आफ्नो एरिया हो होइन बच्चैदेखिको तपाईँ इलामेन डायमन्ड भन्ने हो बाटो छैन क्या हो यार त्यही छ फलफुल आइरहेको रहेछ यहाँ कि एनिमल ग्राउन्ड स्कुल जाने बाटो हो मेरो चाहिँ यस्तो साइड दिनुपर्छ हेर सिधै राइट लेफ्ट हो गाइज मलाई बाटो चाहिँ थाहा होइन तर कुन बाटो लाने हो भन्ने कुरा हो गाडी त छिर्दैन नि त एउटा पहिला स्कुल जाँदाखेरि सधैँ हिँडिराख्ने बाटो हो मेरो केटाहरूसँग यस मेमोरी छ चाइल्ड मेमोरिजहरू धेरै छ यो बाटो हामी यहाँ जानु लाग्यो भइहाल्यो त्यो काट्दियो प्याक गर्नु बोल्नु क्या अझै त्यस्तो मन पर्छ त्यसले के भनिदियो भन्दाखेरि यस्तो भिडियो मात्र बनाउने त्यसपछि त्यो भिडियोमा ब्याकग्राउन्डमा बोलेर हाल्ने भन्दैछ त्यो पनि ठिकै हो जस्तो लाग्छ मलाई हाम्रो कपिल जस्तै यता भाँच्दै छ पछाडि लुकिङ ग्लासबाट देखिरहेको छ मात्रै होइन यो चाहिँ तपाईँको दुर्गा मन्दिर हो आफ्नै एरिया हो क्या कपाल चाहिँ फेरि सबै सो गाइज हामी चाहिँ अब गाडीभित्र छिरिसक्यौँ होइन हाम्रो यो निङमा ब्रो चाहिँ गाडी चलाउँदैछ निङमा हेलो गरिदिनु हेलो ए हाम्रो कपिल हो हाम्रो यो चाहिँ दाइ कोच दाइ हो केटाले अब गाडी सिक्दैछ यस्तै सस्तो मस्तो एकदम राम्रो गाडी सिक्ने ठाउँ रहेछ यहाँनिर होइन सही छ गाइज अब सिक्नु गाडी एकदम खतरा सिक्न थालिसकेको छ कति दिन भयो दोस्त गाडी सिक्न थालेँ म ठ्याक्कै 10-15 दिन त भयो कि दाइ त्यहाँ 15 दिन भयो त कति दिन हो 6-7 दिन 6-7 दिन चाहिँ होइन अलिक बेसी 12-13 दिन भयो 12-13 दिनमा जोस् 8 आइरह बाहिर रोड नै आउँछ हौ दोस्त 8 छोको छैन दाइ टायरले ए भनेपछि जोस् केटो अब ट्रायल दिने हो के यतिको भयो यतिको चाहियो म नि गाडी सिक्नु भन्छु ड्राइभिङ सेन्टर चाहिँ ठिकै छ यस चल्दिएको होइन ट्याक्सी आइरहेको रहेछ अगाडि जोस् हाम्रो निङमा दोस्त ड्राइभिङमा त्यो पास हुन लागिसक्यो अब दोस्तले एउटा ट्याक्सी निकालेर ट्याक्सी चलायो हुन्छ हैन
त्यस बस हान्दिने गाडी चलाउनु छुट्टै मजा आउँदो है रहेछ गाडी इच्छी कि दोस्त बाइक इच्छी कि गाडी मलाई त त्यो गाडी चाहिँ अलिक गाह्रो लागेको थियो बाइक त हामी सर्ट छिराउनु सक्छ नि जहाँ पनि गाडी त उठै लिनमा चलाउन सक्छ त्यो ब्याक गर्न पनि ओभरटेक हान्दै त्यस्तै झुकेर हामीले छुइदियो भने हाम्रै गल्ती ठहराउँछ गाडी हुँदो रहेछ यार के खालको यसको पनि तपाईँको चार्ज यसको नि टिक्दैन भनेको तर अघि 99 थियो यसको नि त्यो चार्ज राम्रै जस्तो लाग्यो मलाई 100 अघि 99 100 एकछिन हुँदो रहेछ होइन अहिले 99 तपाईँको मेरो पहिलाको स्कुटीमा चाहिँ के थियो भन्दाखेरि 100 चाहिँ लगभग 15-20 किलोमिटर चाहिँ त्यस्तै हुन्छ क्या यो पनि त्यस्तै लाग्यो क्या मलाई यो ठिकै छ स्कुटी भनौँ होइन पहिलाको स्कुटी भन्दा त गाली गरेन चलाउँदाखेरि हल्का फुल्का त बिग्रिहाल्छ होइन म पुरानो स्टाफ पनि हो त्यस्तो कराउँदैन चलाउन त भनौँ होइन तिमीलाई पहिला सुरुमा चाहिँ गर्नु गाह्रो लागेको अहिले सजिलो लाग्यो होला है यो घरै बसिरहेको थियो यतिकै टाइम ड्राइभिङ पठाऊ अहिले त्यही त यो अफिसमा ठिकै छ क्या यस गाइज भ्याकेन्सी अझै पनि हाम्रो अफिसमा एभाइलेबल छ होइन हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने आउन सक्नुहुन्छ हाम्रो अनि त्यही भएर तपाईँहरू धुम्बा राइफलबाट आउनुहोस् होइन त्यसपछि तपाईँहरू ड्राइभिङ लाइसेन्स स्कुटीको ड्राइभिङ लाइसेन्स भयो भने तपाईँहरूले इनफ हुन्छ होइन आएर अनि लाइसेन्सहरू अनि त्यसपछि तपाईँको डकुमेन्टहरू बुझाउनु भयो भने तपाईँले यो अलिकति मिहिनेत गर्नुभयो भने मन्थली 25-30,000 रुपियाँ अर्निङ गर्नुहुन्छ तपाईँले होइन इन्कम त्यो भनेको नि अब अहिलेको सिचुएसनमा चाहिँ त्यो राम्रै इन्कम भनौँ न होइन छिर्दैन नि त दाइ दाइले चाहिँ साइड लाइट दिइराख्नु भएको थियो होइन अब स्कुटी मेरो अलिकति लङ छ क्या टर्निङतिर त्यही भएर मैले अनि लाइट छिर्दैन भन्दै कपिलकोमा म त्यही सोचिरहेको थिएँ यो चाहिँ मन्टुको दोस्त जस्तै लाग्यो होइन रहेछ है कपिल मन्टुको दोस्त जस्तै लाग्यो होइन रहेछ यो चाहिँ गाई जोइरी गाउँ हो कसम गाई होइन कपिल र म बसेको लगभग होइन त्यो 12को एक्जाम हुन्छ क्या हुँदैन तपाईँहरूले यो हुँदैन भनेर चाहिँ कपिलले तपाईँहरूले एकचोटि कमेन्ट कमेन्टमा लेखिदिनुहोस् 12को एक्जाम हुन्छ कि हुँदैन लेखिदिनुहोस् अनि म देखाउँछु कपिललाई यो चाहिँ म पहिला बस्ने ठाउँ हो यहाँनिर होइन अहिले चाहिँ उता माथि डाँडानिर बस्छु त्यहाँनिर मेरो फ्यामिली नै यतै बस्थ्यो पहिला चाहिँ अहिले चाहिँ फ्यामिली उता तपाईँको थानकोटमा नयाँ हाउसमा सेटल भएको छ म चाहिँ अनि सल्ले यताउति त्यतै नची भन्ने भएर केटाहरू यतै भएर यहीँ बसिरहेको छु कपिल चोर देश छोड भन कपिल चोर गाइज हामी यहाँ कपिल सिंह ठकुरी भनेकोमा आएको त्यो रुममै छैन रहेछ फेरि रुमतिर एउटा हामी दोस्तले के अरे एउटा बाइक ल्याएको छ एमटी बाइक लिएको दोस्तले भिटो होइन दोस्त भिटो बाइक लिएको हो अनि त्यसपछि दोस्तको पुरानो स्कुटी चाहिँ अर्को दोस्तले सिक्ने भन्दै थियो होइन अब त्यही के भन्नुहुन्छ अनि त्यही भन्नु सक्यो सिक्नुलाई मात्रै दिनु पर्ला है अनि त्यसपछि मेरै रुममा राख्नु पर्ला हुन्छ त होइन साइकल हो र भने दिन्छ होइन त्यसले पछि चाहिँ अनि 1-2 दिन चाहिँ दिन्छ अनि त्यसपछि 500-600 दिन्छ भन्दै थियो अनि 1-2 दिन भनेको
त्यसले 1000 हालेपछि 3 दिनको 1000मा हिसाब गर्छु होइन दोस्त? 3 दिनको 1000 गरेर के 100 रुपैयाँ? त्यही भने 100 रुपैयाँले न त्यो ठुलो हो नि न त्यो होइन। बाइकै बनाउनु पर्छ। 1000 चाहिँ 3 दिनको हिसाब गर्छु अनि 3 दिनपछि चाहिँ 500ले गर्थ्यो। 500 600ले गर्थ्यो है। 58 57 3 दिनपछि 500 गर्थ्यो त्यो। त्यो नि हो कि फेरि त्योसँग लाइसेन्स पनि छैन त्यो हो कि गाडी चलाउँछ। ट्रिपल रोड चाहिँ तान्छ दोस्तको त्यो स्कुटीले नै तान्छ कि ट्रिपल रोड चाहिँ चौकात म अनि त्यसपछि दोस्त आएको हो योभन्दा ठाडो उकालो छ त्यो ग्रिन विस साइडतिरको तानेको थियो हेलो स्याम्पू कहाँ पाउँछ गाइज हाम्रो घर चाहिँ आइपुग्न लागिसक्यो होइन। हाम्रो घर भन्नाले म बस्ने रुम भनौँ न होइन। म बस्ने रुम आइपुग्न लागिसक्यो। दोस्तको बाइक पार्किङमा बसिरहेको छ। हाम्रो दोस्तको न्यू बाइक हो। कुकिङ क्लास चाहिँ छिट्यो दोस्तले हल्का मोडिफाई हाने जस्तो गरिदियो। यो हाम्रो दोस्तको बाइक चाहिँ होइन। गाडी सिकेर हो क्या भर्खर। अब यो बाइकमा चाहिँ हामी जान्छौँ बौद्ध होइन। यसलाई न्युटन हाल्नु है। हामी चाहिँ वे टु बौद्ध जाँदैछौँ होइन। Sorry, it's DJ. Sorry, it's DJ. Hey yo guys, हामी हिँडेको ल। भाइ मोबाइल चाहिँ नधार र अब मुझसे वो करते न पाते बिना उसके वो काटी है रातें। मुझे मिलता ना किसी का भी कंधा के सर रख नम कर दूं मैं ये आंखें। अकेला घूमूं हर जगह आजकल कोई साथ पर घूमता हूँ सजकर। मैं न जानूं के कितनों को दी है दगा पर यादें आती हर जगह हर पल। मुझे लगता मैं उलझा हूँ सर में या फिर अब मैं डरता हूँ डर में। लगता कि अब जिंदगी खेलती खेले या जीता हूँ खुद में ही मर के। मुझे बसना ना अपनों के मन में कि वो कर देते मुझको पसंद ये। उन्हें करना मैं दूर इन नजरों से चाहता पर रूह नहीं मेरे जिस्म में। कॉल करूँ उसे हर एक रात आज लगे सुनूं अब उसकी आवाज आज। हम मानो अब दिए है जख्म तो बहुत पर आदतों से आता ना पास आज। सोचो अब कर दे कोई तो जुदा या रूह मेरी खींच ले तू खुदा। वो तो है नहीं मेरे पास बस यूं यादों से हूँ जुड़ा। मुझको तू कर दे सबसे रिहा जो दिल में वही सब है लिखा। मुझे बस बख्श दे तू हालातों से मैं तो खुद में ही ना रहा। क्यों अब बैठा हूँ लोगों के बीच पर अकेला ही अब सब कुछ लगता है। क्यों अब मेरा नसीब नसीबों से मुझको अब डर सा ये लगता है। मेरा ना कोई करीबी तो मेरी ये कलम। Trying to lie to me, girl, you try to lie to me. When you say you'll die for me, I know you trying to lie to me. Fake tears that you cry for me, I know you trying to lie to me. It ain't even hard to see, I know you trying to lie to me. Not like the other guys, I know too much, I can see it in your eyes. Stop trying to put on disguises. I'm sick and tired of your fucked up surprises. Besides, I know that my crew is the flyer. Couple years in this and we gonna be as high as pilots. G4 flash in the sky. So you better know how precious my time is. Baby, my time is money. So you tripping if you're thinking you get anything from me. You say you wanna ride with me, still wanna get down with me. But I ain't no dummy. I'm not looking for a girl to love me. I'm not looking at all. Loving just you must be. Oh, 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 oh. Báilame como si fuera la última
última vez y enséñame ese pasito que no sé, un besito bien suavecito, bebé. Taqui, 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 rumba. Prende los motores Kawasaki, en la discota Jenny llegaron los Anunnaki. No le baje, el puri sobresale de tu traje. No trajo panticito pa' que el nene no trabaje. Es que yo me sé lo que ella cree que ya se sabe. Cuenta que no quiere pero me tiene espionaje. El puri sobresale de tu traje. No trajo panticito pa' que el nene no trabaje. Es que yo me sé lo que ella cree que ya se sabe. Cuenta que no quiere pero me tiene espionaje. Báilame como si fuera la última vez y enséñame ese pasito que no sé, un besito bien suavecito, bebé. Taqui, 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 rumba. Look, I was going to go easy on you, not to hurt your feelings. I'm only going to get this one chance. Something's wrong, I can feel it. It's just a feeling I've got. Like something's about to happen, but I don't know what. If that means what I think it means, we're in trouble. It's big trouble. And if he is bananas, as you say, I'm not taking any chance. This is someone like you for him.